हेलो गुड मर्निङ। आज चाहिँ मलाई एकदमै नेपालीमा बात गर्नु मन लागिरहेको छ। यताउता हल्ला भइरहेको छ भने अब आई कान्ट हेल्प इट होइन, किनभने अब कन्स्ट्रक्सन वर्कहरू भइरहेको छ हो। बट एनिवे आज बिहान चाहिँ म वचन अब जस्ट मेरो मनमा आफै वचन आयो क्या। सो त्यो चाहिँ आइजिया च्याप्टर 43 को 2 When you pass through the waters, I will be with you, and through the rivers, they shall not overflow you. When you walk through the fire, you shall not be burnt, nor shall the flame scorch you. So, परमेश्वरले भन्नुभएको छ पानीबाट भएर जाँदाखेरि पनि आगोबाट भएर जाँदाखेरि पनि म तिमीहरूको साथमा सदा रहनेछु भनेर। अनि मानिस जाति हामी है एज पिपल हामी मान्छेहरू कस्तो हुन्छ भने ह्याप्पी हुँदा खुसी हुँदा मात्रै हामी कसैको साथमा हुन्छौँ होइन। त्यो मान्छे पर्फेक्ट हुँदाखेरि त्यो मान्छेमा केही फ्लस छैन भने होइन, ऊ सबै कुरामा राम्रो छ होइन, हेर्नुमा राम्रो छ, उसकोमा केही बिमारी छैन, उसको नाम खराब भएको छैन समाजमा होइन, ऊ फाइनेन्सियली पनि एकदम राम्रो छ, इन्डिपेन्डेन्ट छ, हरेक यस्तो कुराहरूमा एकदम राम्रो छ भने चाहिँ हामी एज अ पर्सन मानिस जाति हामी चाहिँ त्यस्तो मान्छेसँग चाहिँ सङ्गत गर्नु सुहाउँछ। त्यस्तो मान्छेसँग नै सङ्गत गरे, अरूहरूसँग चाहिँ नगरे। यस्तो खालके आछि छ्या यस्तोसँग त नबोलौ, राम्रो हुँदैन, यस्तोसँग सङ्गत नगर भन्ने गर्छ होइन। अनि सायद ठिकै पनि हो एक प्रकारले हेर्दाखेरि त्यो कुराहरू, तर हाम्रो मान्छेहरू होइन तपाईँको साथमा छैन भने पनि परमेश्वर चाहिँ सधैँ तपाईँहरूको साथमा हुनेछ। मेरो साथमा त हुनु नै हुन्छ। मैले यही वचन सोचिरहेको थिएँ आज बिहान होइन। अनि टक्क म के भन्छ अब बिहान उठेर अलिकति स्क्रोलिङ त सबैकै भइहाल्छ होला होइन, आई थिङ्क इट्स भेरी नर्मल। सो बिहान भन्दाखेरि पनि ठिकैको बिहान उठेर मैले यसो हेर्दाखेरि मैले टक्कै यही वचन पाएँ क्या त। सो मैले यो सेयर गरौँ भनेर सोचिरहेको थिएँ है। हामी कसैको लाइफ पनि पर्फेक्ट छैन, हामी कोही पनि पर्फेक्ट छैनौँ यहाँनिर, तर कोही लडेको बेला त्यो मान्छेलाई तपाईँले सम्हाल्नु उठाउनु जस्तो अरू ठुलो कुरा सायद संसारमा केही पनि छैन होला। अनि तपाईँको लाइफमा त्यस्तो मान्छे कोही छैन भने पनि परमेश्वर चाहिँ सधैँ नै हुनुहुन्छ तपाईँलाई उठाउनको निम्ति, तपाईँलाई सम्हाल्नको निम्ति। सो हेभ अ ब्लेसेड डे, गड ब्लेस अल अफ यु। गर्मी छ अति धेरै, पसिना तुर चुन्दैछ हो, तर पनि तपाईँहरूलाई आज एकदम राम्रो डे होस् भनेर म आशा गर्दछु। गड ब्लेस, बाई बाई।